हेलो एन्ड नमस्ते। स्वागत छ सार्क पोडकास्ट सिरिजमा। आजको पोडकास्ट सिरिजको टपिक रहेको छ शिक्षामा अनुसन्धानको खाँचो र आवश्यकता। र यसलाई डिटेल रूपमा चाहिँ अलिकति चर्चा परिचर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ डाक्टर दीपक चन्द्र भट्ट सर। डाक्टर दीपक चन्द्र भट्ट सर सुदूरपश्चिम विश्वविद्यालय फार वेस्टर्न युनिभर्सिटीको एसिस्टेन्ट प्रोफेसर, सेन्ट्रल डिपार्टमेन्ट ह्युम्यानिटिज एन्ड सोसल साइन्स। सर, हजुरलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सर, आजको पहिलो प्रश्नतर्फ लागौँ। सर, हाम्रो जतिपय नेप्लिज एकाडेमिक इन्स्टिट्युसनहरू छन् त्यसमा चाहिँ हाम्रो रिसर्चको पेडागोजी कुन लेभलमा छ र कहाँसम्म जानुपर्ने थियो भन्ने हजुरको भनाइ यसमा के छ सर? धन्यवाद। सर्वप्रथम त म यो सार्क एजुकेसन यो इन्स्टिट्युटलाई चाहिँ धन्यवाद दिन चाहन्छु कि यु इन्भाइटेड मी दिस मिनिङफुल पोडकास्ट। एक्चुअली अहिलेको रिसर्च एजुकेसन यति इम्पोर्टेन्ट टपिक भयो कि जस्तो आजसम्म हामीले शिक्षामा विकास भयो भन्दाखेरि ओपनिङ स्कुलहरू खोल्नमा भयो, तपाईँको विद्यार्थी भर्नाको लागि भयो, त्यस्तै टेक्स्ट बुकहरू चाहिँ डिस्ट्रिब्युट भयो कि भएन भन्ने कुरामा र यो युनिभर्सिटीहरूलाई चाहिँ विस्तार गर्ने काममा आजसम्म हाम्रा अहिलेसम्मका शिक्षाका उपलब्धिहरू हुन्। यद्यपि कतिपय कुराहरू अझै पनि पुरा पुगिसकेको त छैन, तर यसलाई हामीले आज एचिभमेन्ट मानेर अगाडि गयौँ भने शिक्षा अझै पनि अधुरो हुन्छ। त्यसकारणले अबको यो इस्यु जो तपाईँले अहिले यो इस्यु रेज गर्नुभएको छ, एक्चुअलीमा के भन्दा आर स्टुडेन्ट रियली लर्निङ भन्ने एउटा प्रश्न, दोस्रो कुरा चाहिँ आर टिचर सपोर्टेड र आर क्लासरुम क्रिएटिभ र आर पोलिसी बेस्ड अन इभिडेन्स भन्ने कुराहरू चाहिँ मुख्य अहिलेका क्वेसनहरू रहिरहेका छन्। त्यसकारण विदाउट सपोर्टिङ अफ द रिसर्च एक्टिभिटिज हैन, एजुकेसन इज स्टिल इन्कम्प्लिट मेरो विचारमा। त्यसकारणले अबको क्लासरुमहरूलाई चाहिँ प्रब्लम बेस्ड क्लासरुमहरू बनाएर तपाईँको प्रब्लमलाई चाहिँ सल्भिङ गर्ने क्लासरुमको आधारमा हामीले गएनौँ, या विद्यार्थी पढ्दैनन् किन पढ्दैनन् भन्नेतर्फ नगइकन विद्यार्थीलाई पढाउनुपर्छ, घोकाउनुपर्छ भन्नेतर्फ गयो भने फेरि पनि हामी एजुकेसन अगाडि बढ्दैनौँ। त्यसकारण अहिले पनि हामी रिसर्चमा अगाडि बढिसकेका छैनौँ मेरो विचारमा। धन्यवाद सर। सर, अब यो अध्ययनमा यो अनुसन्धानको प्रसङ्ग राख्दै यसमा हजुरको विचार के छ? यसमा चाहिँ हाम्रो यो सरकारी तर्फबाट हाम्रो यो अहिले हामी चाहिँ अब प्रादेशिक रूपमा गइसकेका छौँ, सङ्घ रूपमा गइसकेका छौँ, हामीसँग अहिले चाहिँ स्थानीय सरकार पनि पर्याप्त मात्रामा चाहिँ अहिले क्रियाशील नै छ। यसमा चाहिँ सरकारको भूमिका शिक्षामा अनुसन्धान हुनैपर्छ, अनिवार्य गर्नैपर्छ भन्ने किसिममा जाने हो भने कस्तो खालको भूमिका चाहिँ बाँध्न सक्छ सर सरकारले? एकदम राम्रो प्रश्न। पहिलो कुरा त मलाई एउटा के लाग्छ भने जस्तो अहिले गभर्मेन्टको जो नीति छ, जस्तो हिजोसम्मै भनौँ न हामीले चाहिँ डिस्टेन्सको आधारमा एजुकेसन इन्स्टिट्युटहरू खोल्ने एउटा अहिले पनि सायद नीति कायम नै छ र स्कुलहरू खोल्दै गइराखेका छन्, तर विद्यार्थी सङ्ख्या घट्दै गइराखेको छ। म एउटा माइग्रेसनको स्टुडेन्ट भएको हुनाले पनि मलाई लाग्छ यो माइग्रेसन मुख्य एउटा फ्याक्टर हो जसको कारणले आज स्कुलको क्वालिटी त्यति राम्रो भइसकेको छैन। जस्तो उदाहरणको लागि हजुरलाई म निवेदन गरौँ, कुनै एउटा ग्रामीण क्षेत्रको स्कुल र यही तपाईँको सार्कको स्कुलको कम्पेरिटिभली हामीले हेर्ने हो भने विद्यार्थीको क्वालिटी चाहिँ यहाँ राम्रो देखिन्छ। यसको मुख्य कारण भनेको के हो भन्दा तपाईँको विद्यार्थी कुन कम्युनिटीबाट आएको भन्ने कुरा हो। किनभने एउटा सिङ्गल कम्युनिटीमा भएको विद्यार्थीहरूले त्यही सिङ्गल कम्युनिटीको कल्चरलाई मात्र बुझ्छ, त्यो फ्यामिलीको इन्टरनल इन्भाइरोमेन्टलाई मात्र ल्याएर स्कुलमा आउँछ र त्यही कुरा ट्रान्सफर्मेसन हुने हो। तर यो जब मिक्सिङ हुन्छ, मिक्सिङ भइसकेपछि नयाँ नयाँ कुराहरू, नयाँ कल्चरहरू फ्यामिली इन्भाइरोमेन्टको आधारमा त्यो कुरा एकअर्काले सिक्छ र त्यसले पनि एक किसिमको इन्हेन्स हुन्छ क्वालिटीमा, मलाई जहाँ लाग्छ। त्यसकारण चाहिँ कतिपय अहिले हाम्रा ग्रामीण क्षेत्रका विद्यालयहरू चाहिँ अब मर्जिङ गर्ने अर्को नीति लिइरहेछ नि त सरकारले। मर्जिङ पनि गर्ने भने चाहिँ यतातिर विद्यार्थीले चाहिँ शिक्षाको हक पाउने हाम्रो मौलिक अधिकार पनि छ भने अब यो एकदमै चुनौतीपूर्ण अवस्थामा हामी पुगेका छौँ। किनभने एकातिर मर्जिङ नीति, अर्कातर्फ चाहिँ विद्यार्थी सबैले एजुकेसन पाउनुपर्छ भन्दा यो आफैमा एउटा कन्ट्रोभर्सियल भयो कि। त्यसकारण मैले अस्ति एउटा कार्यक्रममा पनि यो कुराहरू राखेको थिएँ कि अहिले सेटलमेन्ट प्याटर्नलाई हामीले जस्तो पहिलाको बस्तीको जो विस्तार भएको थियो, सेटलमेन्ट कहाँ राख्ने भन्ने कुरा चाहिँ अब नयाँ तरिकाले सोच्नुपर्ने जस्तो लाग्छ। किनकि
हिजोको रुरल सेटलमेन्टहरू भनेको हिजोको आवश्यकतामा हामी बस्तीको विकास भएको हो। आज माइग्रेसन नै मुख्य इस्यु हो, जसले गर्दाखेरि अहिले सेटलमेन्टको प्याटर्नहरू नै फरक भइराखेको छ। त्यस कारणले गभर्मेन्टले पहिलो कुरा यसलाई चाहिँ मिलाउनुपर्छ भन्ने मलाई लाग्छ। दोस्रो कुरा, गभर्मेन्टको फन्डिङ जहाँसम्म छ अहिले पनि शिक्षामा पर्याप्त फन्डिङ गरेको आधार छैन। किनभने आज पनि हामी विकास केलाई भनिरहेछौँ भन्दाखेरि तपाईँको इन्फ्रास्ट्रक्चर डेभलपमेन्टलाई विकास भनिराखेका छौँ। अब सोसियल जो पार्ट छ यो कुरा चाहिँ आज पनि छुटेको छ। किनभने हाम्रो समाजमा हिजोदेखि जुन रिचुअल्स, जुन कल्चर, जुन ट्रेडिसनल हामी फ्यामिली इन्भाइरोमेन्टमा हुर्किएर आएका छौँ, हामी त्योभन्दा माथि जान सकिराखेका छैनौँ। किनभने म्युचुअल लर्निङको अभाव छ, अहिले पनि म्युचुअल लर्निङको अभाव छ। हाम्रो चाहिँ एक्सपोजर भिजिटहरू त्यति भइराखेको छैन, किनकि हामी क्लासरुम एजुकेसनमा अहिले पनि डिपेन्ड छौँ। त्यस कारणले सरकारले फन्ड चाहिँ केही मात्रामा गरिराखेको छ, तर के कारणले कमी भएको छ भन्ने किसिमको रिसर्च ओरिएन्टेड फन्डहरू भएको मलाई लाग्दैन। त्यस कारणले चाहिँ अहिले पनि सरकारले केही कामहरू गर्नुपर्ने देखिन्छ। जस्तो रिसर्च फन्डमा के गर्नु पर्ला त भन्दाखेरि, जस्तो मलाई के लाग्छ कि आजको अवस्थामा जस्तो सरकारी टिचरहरू, गभर्मेन्ट स्कुलको टिचरहरूले चाहिँ एक किसिमको ट्रेनिङहरू पाइराखेको अवस्था छ। त्यही कुरामा प्राइभेट इन्स्टिट्युसन्सहरू अर्थात् यो के भन्छ अन्य संस्थागत स्कुलहरूको त्यहाँ चाहिँ त्यति धेरै ट्रेनिङ नभएको हो कि भन्ने अनुभूति हुन्छ। भयो भने पनि इन्डोर ट्रेनिङ हुन्छ भनेपछि त्यो संस्थाले आफैले ट्रेनिङ गरिराखेको छ। किनभने त्यो हेर्ने दृष्टिकोण के छ भन्दा निजी र सरकारी भन्ने छ कि, तर निजी भयो भने त्यसले पनि त हाम्रो नेपालकै बालबालिकाहरूलाई पढाउने हो। त्यस कारण के छ भने गभर्मेन्टले सरकारी वा निजी नभनिकन या त निजी राख्नु भएन या निजीलाई पनि क्वालिटी त इन्हेन्स गर्नु पर्यो। त्यस कारण चाहिँ अहिले एउटा त्यो ठाउँमा चाहिँ फन्ड रेज गर्नुपर्छ भन्ने मलाई लाग्छ। दोस्रो, तपाईँको विभिन्न स्कुल इम्प्रुभमेन्ट प्लानहरू अहिले पनि 2022 देखि 32 सम्म स्कुल सुधार कार्यक्रमहरू राखेको छ। यो कार्यक्रम नीतिगत आधारमा कार्यक्रम बन्छ, तर त्यो कार्यान्वयनमा कहिले पनि आउँदैन। योभन्दा अगाडि पनि धेरै किसिमका यस्ता पोलिसीहरू बने, तर ती पोलिसीहरूमा चाहिँ इक्वली वर्क भएको देखिएन। त्यसकारण त्यस्ता कुराहरू के कारणले भएको छैनन् भन्ने कुरामा पनि हामीले यो फन्ड रेज गरेर एक किसिमको रिसर्च गर्नुपर्छ। र अर्को एउटा ठुलो प्रब्लम अहिले भनेको ड्रप आउट र यो तपाईँको माइग्रेटेड। ड्रप आउटको इस्यु भनेको त पहिला ड्रप आउट भनेको रोजगारको लागि जाने भन्ने हुन्थ्यो। अहिलेको एउटा डरलाग्दो कुरा के भयो भने हजुरको यो माइग्रेसन भनेको एजुकेसनको लागि माइग्रेसन। मेरो रिसेन्टली मैले स्टुडेन्ट माइग्रेसनको एउटा रिसर्च अहिले भर्खरै सकेँ युनिभर्सिटीमा। मैले हुन त यो सानो एउटा केस स्टडी मात्रै लिएको थिएँ मणिनगर र धनगढीको। अब यहाँको विद्यार्थीहरू कहाँ जान्छ त? हाम्रो फर्स्ट सेमिस्टरमा ब्याचलरमा भर्ना भएका 50 जना छन् भने थर्डमा पुग्दाखेरि 20 जना छन्। 20 मा 30 जना कहाँ गयो भन्दाखेरि 8-10 जना चाहिँ बिए गरेर यताउति सेटल भए अर्थात् माइग्रेट भए र 10-15 जना चाहिँ हाम्रो चाहिँ विदेश गएका छन्। त्यसमा पनि जापान भनेर अहिले एउटा देखियो। किन जापानमा त्यति विद्यार्थी गए त? हामीले त्यतातर्फ हामीले चाहिँ अब हेर्नुपर्ने हुन्छ। के साँच्चीकै क्वालिटी एजुकेसनको लागि गएका हुन् त? के हाम्रो करिकुलम अहिलेको सन्दर्भ सामग्री अनुसार छैन त भन्ने प्रश्न, के हाम्रो यहाँ क्वालिटी एजुकेसन छैन त भन्ने प्रश्न चाहिँ अहिले इम्पोर्टेन्ट हो। पक्कै पनि मलाई चाहिँ मेरो रिसर्चले के देखायो भने एजुकेसन जापानभन्दा हाम्रोमा राम्रो छ। गुड क्वालिटी टिचर पनि यहाँ छ। आइसिटीको युज भन्छौँ हामी, आइसिटीको अहिले जुन ठाउँमा पनि आइसिटी युज होइन। अनि तपाईँको यो मैले यही तपाईँको सार्कमै मैले हेरिरहेको छु। तपाईँहरूले चाहिँ प्र्याक्टिकल बेसमा स्टुडेन्टहरूलाई चाहिँ काम गराइराख्नु भएको छ। किनभने त्यो लर्निङ बेस प्र्याक्टिकल बेस भनेको धेरै राम्रो हो यो याद गर्नको लागि। मेमोरी या रोटिङ इज नट गुड होइन। त्यो हिसाबले हामी गइराखेका छौँ भने यति राम्रो हुँदाहुँदै पनि किन यहाँ पढ्दै छैनन् त प्रश्न त्यो हो नि। त्यस कारण उनीहरू के गर्ने रहेछन् भन्दा जाँदाखेरि शिक्षाको नामले जाने, त्यहाँ गएर चाहिँ वर्क गर्ने क्या। त्यही भएर कमाउने र पढ्ने कुरालाई चाहिँ यदि हामी सँगसँगै जोड्न सकेनौँ भने अब कुनै पनि हाम्रो यो शिक्षामा जस्तोसुकै नीति ल्याउँदा पनि यो पुरा होला जस्तो लाग्दैन। किनभने विद्यार्थीको तपाईँको के छ भने पहिलाभन्दा अब स्तर पनि माथि उठिसक्यो र निडहरू पनि रिक्वायरमेन्टहरू पनि बढ्दै गयो क्या। त्यस कारणले चाहिँ अबको फन्डिङ भनेको कमाउँदै पढ्दैमा कसरी केन्द्रित गर्ने भन्नेतर्फ चाहिँ सरकारले सोच्नुपर्छ। अनि सरकारको त भन्ने फेरि प्रश्न आउँछ। त्यही भएर 3 तहका सरकार छन् भने 3 तहलै आफ्नो क्षेत्रबाट चाहिँ लगानी गर्नुपर्ने हुन्छ। र मैले अगाडि पनि निवेदन गरेँ, लगानी गर्दाखेरि चाहिँ सरकारी वा निजी भन्नु भएन। सरकारीमा मोर लगानी हुन्छ, त्यो दुई मात्रै छैन, तर निजीमा पनि क्वालिटी इन्हेन्समेन्टमा चाहिँ काम गर्नुपर्छ भन्ने मलाई लाग्छ होइन।
र अर्को कुरो चाहिँ युनिभर्सिटीहरू हाम्रो अब नम्बर अफ युनिभर्सिटीहरू 16-17वटा पुगिसकेका छन्। सबै चाहिँ एउटा ट्रेडिसनल युनिभर्सिटी भने के एउटाको कपी गर्यो। त्रिभुवन युनिभर्सिटी इस्टाब्लिस भयो, त्यसकै कपी गरेर अरू विश्वविद्यालयहरू भने विश्वविद्यालयहरू भन्दाखेरि फरक टेस्ट हुनु पर्थ्यो, एउटा फ्लेभर फरक हुनु पर्थ्यो कि हामी कुनै सामान्य भनौँ न एउटा रेस्टुरेन्टमा गएर मोमो खाँदाखेरि पनि एउटै रेस्टुरेन्टमा मान्छे जाँदैन, किनभने मोमो त त्यही हो तर त्यो अचारको जो फ्लेभर हुन्छ नि त्यो फरक हुन्छ नि। त्यसकारण युनिभर्सिटीहरू फरक फरक फ्लेभरको हुनु पर्थ्यो, त्यो अहिले भएन। भएका युनिभर्सिटीहरू पनि के भयो भन्दा टिचिङ फोकसमा मात्रै गए, किनभने रिसर्च फोकस्ड हुनुपर्ने हो युनिभर्सिटी त। र अर्को के छ भने थिम युनिभर्सिटी कुन ठाउँको भन्ने छ, जस्तो सुदूरपश्चिम विश्वविद्यालय भने चाहिँ यो सुदूरपश्चिमको हो भन्ने एउटा कन्सेप्ट छ। त युनिभर्सिटी भनेको युनिभर्सको हो, त्यसमा कुन व्यक्ति कहाँको व्यक्ति भन्ने हुँदैन र त्यो सबैको लागि साझा हुनु पर्थ्यो। दोस्रो कुरो त्यो पढ्नलाई मात्रै होइन, युनिभर्सिटी भने रिसर्च गर्नु पर्यो। गभर्मेन्टले मागोस् या नमागोस् हामीले दिनु पर्यो त्यो थिमहरू, इस्युजहरू। सकेसम्म गभर्मेन्टले त्यहाँ तपाईँको प्रोजेक्टहरू आफैले रेज गर्नुपर्ने हो। त्यो लेभलको हामीले गभर्मेन्ट पाएनौँ भने पनि युनिभर्सिटीको पनि जिम्मेवारी के हुन्छ भन्दाखेरि यो इस्यु छ है, आउनुहोस् छलफल गरौँ भनेर एउटा कोलाब्रेसन गर्नु पर्थ्यो क्या गभर्मेन्टसँग, र नयाँ किसिमको यो तपाईँको रिसर्चहरू गर्नु पर्थ्यो। यो सरकारसँगको पाटो भयो। त्यसपछि युनिभर्सिटीको अर्को जिम्मेवारी भनेको कम्युनिटीसँगको कुरा हुन्छ, स्कुलहरूसँग कुरा हुन्छ। यही अहिले तपाईँले सोधेको प्रश्न पनि आजसम्म हाम्रो युनिभर्सिटी र स्कुलहरू कोलाब्रेसन भएको मलाई चाहिँ थाहा छैन, भएको देखिँदैन। यस, अब त्यो किनभने चाहिँ त्यो दायित्व मेरो होइन भन्ने युनिभर्सिटीको बुझाइ छ, स्कुलले त्यो त सरकारले गर्ला नि भन्ने बुझाइ छ क्या। त्यस कारण के छ भन्दा कोलाब्रेसन गर्नुपर्छ र त्यसको कनेक्टिङ तपाईँको त्यो मिडिएटर भनेको गभर्मेन्ट हो, त्यसले गर्नु पर्थ्यो। किनकि अहिले तपाईँको सामान्य हाम्रो कति यो हुन्छ नि पैसा कमाउँदाखेरि पनि कति प्रतिशत सामाजिक कर भनेर राख्छ नि, सोसल दायित्वभित्र पर्छ। त्यो दायित्व युनिभर्सिटीको पनि हुनुपर्ने, त्यो लोकल गभर्मेन्टको पनि हुनुपर्ने हो होइन। त्यस कारणले चाहिँ एउटा यो कोलाब्रेसनलाई पनि हामीले बढाउनु पर्छ होइन। र अर्को सानो कुरो के छ भन्दाखेरि स्टुडेन्टहरूलाई पनि अहिलेसम्मका रिसर्च फन्डहरू हामीले हेर्दाखेरि चाहिँ मोस्टली फोकस टिचरमा भए, टिचरले रिसर्च गरोस् भन्ने हुन्छ। तर स्टुडेन्ट र टिचरलाई कनेक्टिङ गरेर यदि रिसर्च फन्डहरू डेभलप गरियो भने विद्यार्थीले पनि सँगसँगै सिक्छ र त्यसले गर्दाखेरि मलाई लाग्छ एउटा राम्रो रोल हुनसक्छ। अवश्य पनि सर। सर हामी यो विद्यार्थी विकासमा बढी फोकस चाहिँ गर्छौँ, नगर्ने होइन। सँगसँगै हामी फेरि टिचर्स विकासमा चाहिँ खासै चासो नदिएको पनि देखिन्छ, जसले गर्दाखेरि टिचर्सको यो एटेस्टेन्ट रेट अथवा चाहिँ तपाईँको यो ड्रप आउट रेट पनि अलिकति बढी भएको र हाम्रो यो वैदेशिक जो ट्रेन्ड छ त्यसमा विद्यार्थी मात्र नभएर टिचर्सहरू पनि यसमा चाहे युनिभर्सिटीका लेक्चर्स किन नहुन् अथवा चाहिँ स्कुल कलेजका पनि लेक्चर्सहरू पनि त्यस्तो भएको पाइएको छ। सो यसको यो समग्र रूपमा हेर्दाखेरि सरले चाहिँ कुन नजरमा हेर्नु भएको छ यसलाई, र यसलाई चाहिँ आगामी दिनहरूमा हामीले कसरी यसलाई चाहिँ यो समस्याको समाधान ल्याउन सक्छौँ? राइट, अब यसमा चाहिँ हजुर के छ भन्दा पहिलो कुरा त क्वालिटी अफ एजुकेसनको लागि विदाउट क्यापेसिटेन्स टिचर त्यो क्वालिटी राम्रो हुन सक्दैन। किनकि लर्नरहरू मात्रै भएर हुँदैन कि, लर्नर सिकरहरू मात्रै भएर भने कि सिकाउने मान्छे पनि चाहियो। तर अब अहिलेको हाम्रो अवस्था के छ भन्दा जो हाई क्वालिटीको टिचर छ अथवा जसले अलि राम्रो गर्न सक्यो ऊ चाहिँ तपाईँको विभिन्न उसमा अब तपाईँको यो आइएलटिएस, टोफेल, जिआरई उसको ध्यानै त्यहाँ हुन्छ। तपाईँ +2 को विद्यार्थीलाई तपाईँको एम के हो भनेर सोध्नुहुन्छ भने उसले म फलाना ठाउँमा जान्छु भन्छ होइन। अब यो ट्रेन्डलाई अहिले हामीले तोड्नुपर्ने धेरै जरुरी छ। त्यही भएर विद्यार्थी कालदेखि नै मान्छेको सपना के हुन्छ भन्दाखेरि विदेश जाने भन्ने हुन्छ। पढ्नकै लागि भन्छ, जान्छ पढ्नकै लागि, तर ऊ पढ्दा पढ्दै त्यहाँको उसमा इन्भाइरोमेन्टमा यसरी फसिसक्छ कि ऊ फर्केर आउँदैन कि। मनी अट्र्याक्ट्स मनी भने जस्तै यो अर्बन सिटीहरूले विदेशीको यो तामझामले हामी हाम्रो अलि सोसल माइन्ड हाम्रो अलि मेन्टालिटी अलि पुवर नै हुन्छ कि। हामीलाई के लाग्छ कि तपाईँको अङ्ग्रेजी बोल्ने मान्छेदेखि ऊ यो त धेरै ज्ञानी होला होइन, धेरै नलेज इन्टेलेक्चुअलको कुराहरू पनि जोडिन्छ। यस जोडिन्छ, अङ्ग्रेजी बोले कि ए ल यसले त धेरै राम्रो गर्न सक्छ भन्ने होला। अलि कम बोल्ने मान्छे भने यो त एकदम यसको त एकदम ठुलो फ्राइक्लो मान्छे छ भन्नेला होइन। अब यो एउटा हाम्रो मेन्टालिटी छ, यसलाई हामी सोसल पोभर्टीको रूपमा लिन सक्छौँ। दोस्रो विदेशी हुने बित्तिकै राम्रो हुन्छ भन्ने अर्को हाम्रो डेभलपमेन्टमै पनि एउटा थिम छ हजुरको एक्जोजेनियस डेभलपमेन्ट एप्रोच भन्छ। यसले के भन्छ नि फरेन इज गुड लोकल इज ब्याड भन्छ। उसको सार भनेको लोकल इज ब्याड फरेन इज गुड। अनि अर्को इन्डोजिनियस हुन्छ, उसले के भन्छ भन्दा फरेन इज ब्याड लोकल इज गुड। यो दुइटै अतिवाद हुन् कि।
उताको एकदम नराम्रो हुन्छ हामी मात्रै राम्रो हो इन्डिजिनियस मात्रै राम्रो हो भनेर पनि चल्दैन र हामी मात्रै के अरे हामी खत्तम हो बाहिरको मात्रै राम्रो हो भनेर पनि चल्दैन त्यो त मिक्सिङ गर्नुपर्छ किनभने मैले अगाडि तपाईँलाई एउटा कुरा भनेको थिएँ जो सेटलमेन्टको कुरा हामी हिजो कहाँ कहाँ भारत अफगानिस्तानका कुनादेखि माइग्रेट हुँदा हुँदा पूर्वको हामी मेचीसम्म पुग्यौँ नि अब यो त हाम्रो हामी कहाँ कहाँ हौँ भन्दाखेरि त हामी त अफगानिस्तानका हौँ खोज्दै गयो भने त अझै पछाडि जाला तर यो मान्छेको मुभमेन्ट त कसैले रोक्न सक्दैन त्यो त परिस्थिति अनुसार हुने हो नि त्यस्तै एजुकेसनलाई पनि हामीले नयाँ ढङ्गले सोच्नुपर्छ कि जस्तो स्कुल एजुकेसन भने त्यो क्लासमै बसिराख्ने क्लासमै पढाउने टिचरले त्यही अहिले पनि मलाई लाग्छ केही वर्ष अगाडिका किताबहरूमा तपाईँले टिचरको फोटो देख्यो भने चस्मा लगाएको हातमा लौरो समातेको कुर्सीमा बसेको किनकि हाम्रो कन्सेप्ट त्यही छ डक्टर भनेपछि यो उल राखेको अनि किनकि त्योभन्दा हामी फर्दर जान सकेका छैनौँ त्यस कारण चाहिँ क्वालिटी भएका मान्छे चाहिँ बाहिर जाने हाम्रो +2 देखि नै किनभने +2 स्टुडेन्ट्स पनि त हाम्रा टिचर हुन् भोलिका लागि पोटेन्सियल टिचर हुन् नि अब उनीहरू राम्रा राम्रा त्यहाँ गयो भने अब त्यो हामीले यो प्रश्नै कस्तो लाग्यो भने राम्रा त बस्दै बस्दैनन् भन्ने एक किसिमको र मोस्टको इन्टेन्सन पनि बाहिर जाने हुन्छ त मुख्य कुरो कहाँ जोडिरहेछ भने मलाई लाग्छ रिम्युनरेसनमा जोडिरहेछ किनभने अहिले मैले अगाडि अनुरोध गरेँ जस्तो हाम्रो चाहिँ लाइभलीहुड स्ट्यान्डर्ड लेभल नै बढिसक्यो यो अवस्थामा आवश्यकताहरू बढे र मान्छेलाई पैसाको खाँचो छ र सबै कुरा पैसा त होइन तर पनि पैसा पनि के हो त्यसकारण चाहिँ अलिकता हाम्रो रिम्युनरेसन बढाउनु पर्छ नम्बर 1 र राम्रो मान्छेलाई चाहिँ सोसाइटीमा कदर गर्ने खालको हुनुपर्छ हैन किनभने उसले एकदम मेहनत गरेर हुन्छ तर उसलाई पनि अरू सरह नै त्यहाँ परिभाषित गरिदिन्छन् र हाम्रो सोसियल एउटा त्यो पोभर्टीकै कारणले मान्छेलाई हेर्ने दृष्टिकोणले पनि धेरै फरक पर्छ तपाईको सामान्य एउटा फार्मरलाई हेर्ने दृष्टिकोण आज पनि हामी कुनै केही कार्यक्रम गर्छौं भने त्यहाँ अलिकता टाइसाइ लगाएको मान्छे चस्मा लगाएको अलि गोरो चिट्टिको परेको मान्छे भने आसन ग्रहण हुन्छ हैन सामान्य मान्छे भने तल बसिरहेको हुन्छ भने हाम्रो मेन्टालिटी के हो भन्दा आसन ग्रहण सम्मान भने किनकि हामीलाई चाहिँ त्यो सोशल प्रेस्टिजलाई हामीले चाहिँ धेरै ठुलो मानिरहेका छौं त्यसकारणले काहीँ न काहीँ यो क्वालिटी एजुकेसन क्वालिटी पिपललाई पनि काहीँ न काहीँ हल्का भयो भने अरु नभए पनि एकाडेमिक स्ट्रिम एकाडेमिक प्रेस्टिज गरेर उलाई राखिदियो भने उ चाहिँ आफ्नो ठाउँ छोड्ला जस्तो मलाई लाग्दैन हैन दोस्रो कुरो चाहिँ त्यो प्रेस्टिजको कुरा आयो तेस्रो चाहिँ अब यो क्वालिटी इन्हान्समेन्ट गर्ने डिफ्रेन्ट किसिमका ट्रेनिङहरू दिने र एक्सपोजर गराउनु पर्छ किनभने मान्छे आफै हजुरको धेरै ज्ञानी हुने हैन नि त त्यो त ठाउँ ठाउँमा जाँदै तपाईको नम्बर अफ डिस्कसनबाट मान्छेले सिक्ने हो हैन इन्टरेक्सन त धेरै हुनु पर्यो तर धेरै भन्दा धेरै इन्टरेक्सन गर्नको लागि उलाई चाहिँ विभिन्न कम्युनिटी एकाडेमिक कम्युनिटीहरुसँग चाहिँ एक्सपोजर गराउनु पर्छ प्र्याक्टिकल नलेज दिनुको लागि फिल्ड लेभलमा हामीले चाहिँ कस्तो हुन्छ एकदमै ग्रामीण क्षेत्रमा विकट क्षेत्रमा जस्तो व्हाट इज पोभर्टी भन्दाखेरि गरिबी के हो भन्दाखेरि गरिबीको डेफिनेसन पढेर हुँदैन रोबर्ट चेम्बरले गरिबी भने यो भने भनेर हामी पढ्छौं त्यो रोबर्ट चेम्बरको पालाको गरिबी हो अहिलेको गरिबी त फरक छ त्यसकारण अहिलेको गरिबी के हो त्यो पनि नेपालको गरिबी के हो अर्थात त्यो पनि ग्रामीण क्षेत्रको गरिबी के हो भन्नाले त्यो ठाउँमा जानुपर्छ हैन त्यसबाट चाहिँ हामीले चाहिँ रियल लर्निङ थाहा हुन्छ त्यसकारणले यदि अहिलेको टिचरहरू जो छ नि राम्रो हुने बित्तिकै उले चाहिँ यो इन्स्टिट्युसन छोडेर अर्को ठाउँमा जाने भनेको मेरो विचारमा एउटा चाहिँ उले राम्रो सुविधा दिन्छ र जान्छ भन्ने छ दोस्रो चाहिँ उले आफ्नो एक्सपोजरको लागि बेटरमेन्टको लागि गइराखेको हुन्छ त्यसकारणले हामीले चाहिँ एउटा निश्चित क्राइटेरिया तोक्दिनु पर्छ यति हाइस्ट यति लोएस्ट यति र त्यो कुरालाई कसरी गर्ने भन्दाखेरि गभर्नमेन्टले एउटा नीति बनाउनु पर्यो हेर्नुस् हैन नीति पनि बनाउनु पर्यो र तपाईको प्राइभेट अर्गनाइजेसनमा होस् कि गभर्नमेन्ट अर्गनाइजेसनमा होस् कति वर्ष सेवा गरेको आधारमा उसलाई काहीँ न काहीँ जस्तो हुन्छ नि फर्दर सेवामा जानुको लागि नम्बरिङको व्यवस्था हुनु पर्यो त्यो भइदियो भने के हुन्छ मान्छेलाई कहाँ काम गर्ने भन्ने भन्दा पनि कति काम गरेर त्यसको क्वालिटीमा चाहिँ बढी हुन्छ जस्तो लाग्छ हुन्छ मेरो नेक्स्ट क्वेशन छ हजुरलाई सर यो रिसर्चको आवश्यकता र महत्त्व बुझ्दा बुझ्दै हाम्रो समाज हाम्रो कम्युनिटी जो छ एकाडेमिक कम्युनिटी छ जति पनि हाम्रो इन्स्टिट्युसन्सहरू छन् एकाडेमिकली भनौँ स्कुल कलेजहरू विश्वविद्यालय आफ्नो ठाउँमा भइ नै हाल्यो यो रिसर्चलाई युनिभर्सिटीमा मात्र चाहिँ केन्द्रित नगरेर स्कुल लेभलबाट नै यसलाई इन्टिग्रेट गर्ने नै हो भने यसलाई चाहिँ कसरी विश्वविद्यालयले योगदान खेल्न सक्छ र स्कुल कलेजहरूले पनि आफ्नो आफ्नो तर्फबाट चाहिँ कसरी लाग्न सक्छ जस्तो लाग्छ भेरी गुड एकदम राम्रो र नयाँ इस्यु ल्याउनु भयो किनभने आज हाम्रो के छ भन्दा रिसर्च भनेको एउटा पीएचडी स्कलरहरूले गर्छ भन्ने आजको मान्यता र अलिकता कस्तो भन्दाखेरि कुन लेभलको रिसर्च भन्ने कुरा हो किनकि टप लेभलको रिसर्च भनेको गर्ने नै तपाईको युनिभर्सिटीहरु नै हो
त्यसमा दुई मात्रै छैन, किनभने मुख्य कुरा भने मेथोलोजीको हुन्छ, स्टडी एरियाको हुन्छ, तपाईँको रिसर्च डिजाइनका कुराहरू हुन्छन्। तर हामी ब्याचलर लेभलमा अहिले एउटा रिसर्च मेथोलोजीको एउटा 100 नम्बरको बुक अहिले जहाँ पनि मलाई लाग्छ धेरैवटा फ्याकल्टीहरूमा 100 नम्बरको एउटा रिसर्च चाहिँ पढ्नुपर्छ, किनभने गभर्मेन्टले पनि रिसर्चलाई चाहिँ भित्र छिराएको चाहिँ छ, तर ब्याचलर लेभलबाट स्टार्ट गरिदिएको छ र उनीहरूले एउटा सानो फिल्ड नोटहरू, कन्सेप्ट नोटहरूसम्म या एउटा सिनोप्सिससम्म या फिल्ड रिपोर्टहरूसम्म कुनै प्र्याक्टिकल बेसमा काम गरिराखेको हुन्छ। तर एउटा कुरो के हो भन्दा हामीले चाहिँ रिसर्चलाई थियोरिटिकल नलेज मात्रै नदिएको हो, अदरवाइज त जे हामी सिकाइरहेछौँ नि डे टु डे त्यो सबै रिसर्च नै, तर हामीले जे गरिराखेका छौँ त्यो किन गरिराखेका छौँ भने प्रश्न छैन कि, त्यही भएर रिसर्चलाई क्वेसनेबल बनाउनु पर्यो हैन। रिसर्च त अहिले छ नै, पढी मात्र रहेछौँ, आन्सर मात्र दिइरहेछौँ, प्रश्न गर्न सकिरहेको छैनौँ र जे गरिरहेछौँ त्यो रिसर्च हो भनेर पनि बुझाएको छैन। अहिले हाम्रो यो डिस्कसन भइरहेछ यो पनि काइन्ड अफ रिसर्च हो नि, किनभने हामी इन्ट्र्याक्सन भइरहेछ, यसबाट केही नयाँ कुरा निस्किन्छ, द्याट इज अल्सो द रिसर्च। त्यही भएर रिसर्च चाहिँ के हो भन्ने विषयमा अहिले पनि धेरै डिबेट के छ भन्दा हामीले बुकहरूमा हेर्दाखेरि रि प्लस सर्च अगेन सर्च गर्ने भन्छ। अनि के सर्च गर्ने त भन्दा केही न केही यो अर्थमा या यो युनिभर्समा एक्जिस्ट छ, त्यो एक्जिस्ट भएको कुरालाई हामीले खोज्ने, त्यही नै रिसर्च हो। अब त्यो कुरो नयाँ हुनुपर्छ भन्ने चाहिँ, त्यही भएर नयाँ नलेज क्रिएट गर्ने कि भएको नलेजलाई चाहिँ रिप्लेस गरेर नयाँ नलेज त्यहाँ राख्ने कि अनि टेस्ट गर्ने भन्ने हुन्छ क्या। त्यो कुरा जे भनेको छ त्यो ठिक छ कि छैन, त्यो परिवेशमा ठिक थियो, यो परिवेशमा ठिक छ कि छैन भनेर चेक गरिनु नै रिसर्च हो कि। त्यस कारणले अहिले पनि हामी रिसर्च त गरिराखेका छौँ, तर तपाईँले एउटा राम्रो कुरो राख्नुभयो, यो मलाई लाग्छ फर्दर एउटा पोलिसीको लागि पनि राम्रो कुरा आउनसक्छ कि जो ब्याचलर लेभलबाट हामीले रिसर्च मेथोलोजी पढाइरहेछौँ त्यही कुरा हामी स्कुल लेभलमा पनि राख्न सक्छौँ। भले त्यसको त्यो साइज घटाउँला, अनि कहिलेकाहीँ के हुन्छ कि स्याम्पल साइजकै आधारमा पनि हामीसँग समय हुँदैन नि, यहाँ त 7, 8, 8वटा 9वटा कति बुक हुन्छ अहिले ठ्याक्कै मलाई थाहा भएन, 7-8वटा भइहाल्छ। यस, अब यो बुकहरू धेरै दिने विद्यार्थीलाई एकैचोटि हामी कस्तो छ भने 10सम्म पढ्दा त यति भारी दिन्छौँ कि, अनि बिस्तारै कम हुँदै जान्छ क्या माथि। हुनुपर्ने के हो त तल कम हुनुपर्ने हो, माथि बढी हुनुपर्ने हो, ठ्याक्क उल्टो छ क्या हाम्रो नेपालको सिस्टम। त्यस कारणले बरु रिसर्च ओरिएन्टेड वर्कहरूलाई चाहिँ अगाडि सार्ने र रिसर्चको थियोरिटिकल नलेजलाई पनि स्कुल लेभलमा अब सानो बच्चाहरूलाई चाहिँ सिम्पल प्र्याक्टिकल नलेजहरू दिने र 8, 9, 10बाट चाहिँ अलिकता रिसर्चका एउटा बुकसम्म सानो लेभलमा, किनकि उनलाई त्यो टेस्ट थाहा होस् कि रिसर्च के हो भन्ने, अर्थात् यसरी बुझौँ कि हजुरको म जे गरिरहेको छु त्यो रिसर्च हो भनेर उसले बुझोस् र त्यतातर्फ चाहिँ उसको चाहिँ क्युरियोसिटी बढोस्, त्यो गर्न चाहिँ सकिन्छ। एकदम राम्रो प्रश्न, थ्याङ्क यू सर। सरलाई मैले अन्तिम प्रश्न राखेँ फेरि, सर आफैमा पनि रिसर्च स्कलर्स पनि हुनुहुन्छ, विभिन्न सायद आर्टिकल्सहरूमा जर्नल्सहरूमाहरूले आर्टिकल पब्लिस गरिसक्नु भएको छ। सरको रिसर्च यो जर्नी जो छ त्यो जर्नीको बारेमा आफ्ना अनुभवहरू र साथसाथै चुनौती के सामना गर्नुभयो त्यसको बारेमा सायद सानो चर्चा गरिदिनु। एकदमै मलाई त कस्तो लाग्छ भने जस्तो रिसर्चको अहिले हजुरको म चाहिँ यता प्राध्यापकमा जब आएँ म चाहिँ एउटा एनजिओहरूमा काम गर्थेँ, पहिला नन गभर्मेन्ट अर्गनाइजेसनमा काम गरेँ, जर्नलिस्टमा काम गरेँ। जर्नलिस्टमा हुँदाखेरि पनि तपाईँको रिसर्च त भइरहेको थियो, डे टु डे रिसर्च भइरहेको हुन्थ्यो, त्यो जर्नलिस्टिक राइटिङको रूपमा हामी लेख्थ्यौँ। एनजिओ सेक्टरमा जाँदाखेरि मैले रिसर्चको कतिपय यो पोभर्टी र को रुटहरू थाहा भयो, किनकि ग्रामीण क्षेत्रमा जाँदा धेरै प्र्याक्टिकल नलेजहरू त्यहीँबाट मैले धेरै गेन गरेँ होइन, मलाई त्यो लाग्यो। र हरेक कुरा जे देख्थेँ यो किन भयो होला भन्ने मेरो माइन्डमा लाग्थ्यो, तर म युनिभर्सिटीतिर नछिरेको हुनाले मलाई त्यो रिसर्च नै गर्नुपर्छ भन्ने त्यति कन्सेप्ट नै थिएन। जब म यता आएँ युनिभर्सिटीतिर आएँ, युनिभर्सिटी आइसकेपछि अनि मलाई जेले छुन्छ त्यो कुरो चाहिँ अब रिसर्च गर्नुपर्छ, नयाँ केही ज्ञानहरू बटुल्नुपर्छ, नयाँ ज्ञानहरू समाजलाई दिनुपर्छ भन्ने लाग्यो। र यसमा मैले हजुरलाई सानो जोड्न खोजेको कुरो के हो भन्दा हाम्रो समाजमा आजसम्म जति कुराहरू छ नि हामीसँग नलेज छ नि अथाह छ, त्यो नलेजलाई हामीले डकुमेन्टेसन गर्न सकेका छैनौँ, पब्लिकेसन गर्न सकेका छैन। हाम्रा नलेज चोरेर पश्चिमाहरूले त्यसलाई हामीसँगै बेचिराखेका छन्। होइन अब हाम्रो एउटा वेदमा मात्रै, अरू टाढै नजाउँ कि हजारौँ वर्ष अगाडि लेखेका वेदमा भएका साइन्टिफिक कुराहरूलाई आजसम्म हामीले चाहिँ एनालाइसिस गर्न सकेका छैनौँ। यद्यपि वेदका ज्ञाताहरू हामीसँग छन्, उहाँहरूले बोल्दै गर्दा हामी कान बन्द गरेर बरु हामी डिस्कोतिर जान्छौँ, त्यो सुन्दैन, किन त्यहीभित्र हजारौँ कुराहरू छ कि। अनि हाम्रो समाजले नै हामीलाई हिजोदेखि रिसर्च त सिकाएकै हो, ऋषिमुनिहरूले रिसर्चै गरेको। तपाईँको हामीले जति पनि जडीबुटीहरू, जति औषधि उपचारहरू हुन्थ्यो त्यो सब रिसर्च बेसमै आएको छ। त्यस कारणले हामीले चाहिँ त्यतातर्फ हामीले अलिकता ध्यान केन्द्रित गर्नुपर्ने चाहिँ देखिन्छ। र एउटा युनिभर्सिटीमा मात्रै होइन कि स्कुल लेभलबाटै हामीले रिसर्चको यो प्रोस्पेक्ट पनि सुरु गर्नु पर्यो।
र एकाडेमिसियनले मात्र रिसर्च गर्ने होइन कि जसले पनि रिसर्च गर्ने वातावरण एउटा बनाउनु पर्यो। र मैले मेरो उसमा चाहिँ एउटा के भयो भन्दा यो टपिक सिलेक्सनका कुरामा मलाई अलिकता इन्ट्रेस्टिङ भएर तपाईँलाई सेयर गरेँ। यो हाउ टु सिलेक्ट द टपिकमा धेरै मान्छेहरू अडिरहेका हुन्छ। अहिले पनि हाम्रो पिएचडी स्टुडेन्टहरू जति छन् कुन टपिकमा गर्ने धेरैले मलाई प्रश्न गर्छन्, सर टपिक सिलेक्सन गरिदिनु पर्यो भन्छन् कि। त्यही भएर मैले के भन्छु भन्दा मुख्य जरो त्यहाँबाट सुरु भएको छ। हामीले रिसर्चको एक्चुअल नलेज दिन सकेका छैनौँ। टपिक सिलेक्सन टिचरले दिने होइन, त्यो स्कलरले आफैले छान्ने हो कि। त्यही भएर उसले के कुरा उसलाई हिट गरेछ, उसलाई के कुराको नलेजको कमी छ या समाजमा के कुरो छैन, त्यतातर्फ उसको ध्यान जानुपर्छ र त्यो टपिक सिलेक्सन ल्याउनु। बरु उसले 8-10वटा टपिक लिएर आओस्, आफ्नो सुपरभाइजरलाई सर यो टपिकहरूमा कुन चाहिँ राम्रो होला भनेर सोध्नु चाहिँ बेटर हुन्थ्यो होइन। तर त्यो किसिमको कमजोरी छ। मैले घर बनाउँदै गरिरहेको थिएँ मैले, अनि मेरो घरमा तपाईँको गिट्टी बलुवादेखि सिमेन्टदेखि तपाईँको यो टाइलदेखि लिएर अनि यो के भन्छ रेलिङ सेलिङ लगाउने, तपाईँको यो एल्युमिनियमको काम गर्नेदेखि लिएर सबै मान्छे, कार्पेन्टरदेखि लिएर सब मान्छे इन्डियनहरू हेर्नुहोस्। त्यो पनि कसरी मैले काम गर्दै जाँदा जहिले पनि मलाई भारू बना भन्ने भयो, ठेकदार भारू बनाएर मलाई दे भन्ने भयो। अनि मैले यसो सोचेँ कि मेरो पैसा त विदेश गइराखेको छ। अनि मेरो दिमागमा यसो आयो, गड्डा चौकीमा हेर्छु नेपालीहरूको लर्को लागेर इन्डिया गइराखेका छन्, तर हाम्रो यहाँ यत्रो काम छ भने काम त नेपालमा छ, तर नेपालीहरू किन काम गर्दैनन्? अनि भारतमा काम छ भन्छ त भारतीयहरू नेपालमा किन आउँछन् भन्ने लागेर म टु वे माइग्रेसन मेरो दिमागमा चल्यो। त्यही मैले रिसर्च प्रब्लम बनाएर त्यसैमा मैले मेरो रिसर्च अगाडि बढाएँ होइन। त्यस कारणले यस्तै तपाईँलाई केले छोएको छ भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ। र रिसर्च गर्दाखेरि अब यो जर्नीमा तपाईँले सोध्नुभयो, प्रब्लम त धेरै आउँछन्, तर त्यसलाई प्रब्लम मान्नु हुँदैन। कुनै दिन तपाईँको सुपरभाइजरले यो मिलेन भनेर फालिदिन सक्छन्, त्यो त हामीले सिकाएको नि त, गुरुको त हामीले सिक्नुपर्ने हुन्छ नि। त्यसलाई चाहिँ पोजिटिभली लिएर जतिसुकै कन्स्टेन्टहरू आयो भने त्यही कन्स्टेन्ट पार गर्नलाई त रिसर्च हो नि, त्यो प्रोसेस हो कि। त्यसलाई हामीले पार गरेर जानुपर्छ र यो रिसर्चको एउटा वातावरण बनाउनुपर्छ भन्ने लाग्छ। थ्याङ्क यू सो मच फर यु इनभ्यालुएबल टाइम सर। थ्याङ्क यू। हामीलाई यो पोडकास्ट सिरिजमा चाहिँ आफ्नो अमूल्य र महत्त्वपूर्ण समय दिएर डाक्टर दीपक चन्द्र भट्ट सरले चाहिँ आजको सेसनलाई अत्यन्तै गम्भीर तरिकाले चाहिँ उहाँले आफ्ना भनाइहरूलाई, आफ्ना विचारहरूलाई प्रस्तुत गर्नुभएको छ। पक्कै पनि रिसर्च र अध्ययनमा अथवा अनुसन्धान अध्ययनमा अपरिहार्य छ। सरको भनाइअनुसार आई थिङ्क वाट ही मिन टु से इज एजुकेसन विदाउट रिसर्च बिकम प्यारालाइज्ड भन्ने निष्कर्ष सरको एउटा हुनसक्छ भन्ने हो। त्यसै गरेर अध्ययन र अनुसन्धान विश्वविद्यालय र कलेजमा मात्र नभएर स्कुलबाट पनि स्टार्ट गऱ्यौँ भने त्यसको मूल्याङ्कन र पद्धति फरक पारेर विद्यार्थीको ग्रेड र उनको एज स्पेसिफिक बनाएर पनि लान सकिन्छ भन्ने एउटा हाम्रो मान्यता हो। यो मान्यतालाई डाक्टर दीपक चन्द्र भट्ट सरले पनि स्वीकार गर्नुभएको छ। हेरौँ आजको यो सानो पोडकास्ट सिरिजले भोलि ठुलो आयाम पनि ल्याउन सक्छ र यसै गरी हाम्रो देशमा भएका सम्पूर्ण विश्वविद्यालय, कलेजेस, स्कुलहरू, जतिपय शैक्षिक संस्थाहरू छन्, त्यहाँ अनुसन्धानलाई एउटा पाटो बनाएर हिँड्यो भने भोलिका कर्णधारहरू यही विकास हुन सक्छन् र भोलि उद्यमशीलताको पनि विकास हुन सक्छ र रोजगारको सृजना पनि यही हुन सक्छ र हामीले यो वैदेशिक रोजगारमा जाने जो हाम्रो यो ट्रेन्ड छ, यो ट्रेन्डलाई पनि हामीले चाहिँ कहीँ न चाहिँ न्यूनीकरण गर्न सक्छौँ भन्ने भनाइलाई मैले यहीँ राख्दै हस्त म पनि आजको यो सेसनबाट बिदा माग्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू सो मच।